कति आनन्दै हो कि कच्चा बाबा धेरै पर्दैन अलि अलि यता साइडमा बस्नुपर्छ नि अङ्कल अङ्कल बस्नु अङ्कल बिस्तारै ल बिस्तारै अलि बिस्तारै अङ्कल अझै माथि उचाल्नु अझै माथि उचाल्नु मलाई हेर्नु ल पछाडि पछाडि छोरी रेडी तपाईँले मलाई हेर्नु तपाईँले मलाई क्यामेरामा नाङ्गे छ यहाँ हातले लिन्छ अलि मैले तिमी पहिला त्यो बाउला लुगाइ लाउनु जान्दैन लुगा जाने कपडा च्याप्दै समाते कि हातै दियो
देवी कति राम्रो गएको तपाईँहरूले लानु न होइन साइडमा दिदी साइडमा भित्रीहरू दाँते हुने अगाडि बेस गर्न दाँतै छैन मेरो यसमा क्यामेरामा हेरेर राख्नु पर्यो है ल अन्डी अन्डीलाई देखेर धेरै टाढा आयो ल मलाई हेर्नु नानीलाई बोलाउनु पर्यो अब आज बाबासँग बसेर ल रेडी यता हेर्नु मलाई हेर्नु पर्ने गली बसाइ बस्ने कहाँ ज्वाइँ आफ्नो अफिसको ड्युटी पुरा गर्न जानु भयो तपाईँले भने जस्तो हो ल सर किन अड्स तेरोमा त फटो पहिला चाहिँ बाजे बाबा
बाबु थाली लिएन यता अहिले त खानुपर्छ है चाहिँ मैले जिब्रे तान्ने तिमी खान्छौ नि त आउनु तपाईँ नानीसँग त पहिला नानी अब नरा ल यो लाउँदा नि धेरै किन गरे त्यो त्यो नहीं कि जब तक मैं दिदी के लगाइदिनु बाबा मम्मीले खुवाइदिइसक्नु भयो अनि अब खाउने मान्छे जहिले छोडेर जानु त मलाई छोड्दिन त ल भन्नु म कहिले त जहिले म घाटमा हजुर नाना त मैले ल्याएन त गरे
टिकट लिएर आउनु। टिकट लिएर आउनु ल। यहाँ हो कि मम्मी यहाँ क्या पसल दिने? फट्याउनु न यो। अझै फट्याउनु। गरी भयो क्या तिमीले एक थप्या मालाले हो कि के हो के यतापट्टि साइडमा राख्दै बोलाएर बस्नु। ल ल अब खुट्टा खुट्टा हाल्नु त। अझै सबै लाग्यो यो चाहिँ सँगसँगै गर्नु हो। ध्यानमा चाहिँ गर्दै ध्यानमा। रात भ्यामा छोड्नु बस्दै मम्मीले दिनुहुन्छ माम खाइसक्यो अघि मम्मी नखाइसक्यो अब हजुरआमालाई खानु लागि छ टिका सानो सानो लगाएर त्यहाँ पनि राखिदिनु काम उता चाहिँ भयो क्या पटपटी लगाएर ये खाइ नपाइकन अलिक पप्पा अहिले एकछिन काम चलाउँ ये इतै त सबै यो अलिकति खुल्ला राख्दिनु सबै पार्टी छ पनि हालिदिनु माथि घाँटी खोजी क्यारे अनि तल गरौँ न त्यो लुगा पाइ ल खसाले छोरीसँग चाहिँ म चाहिँ बस्नु पर्छ जस्तो के मसँग पैसा कमाउनु आँखाको म त नानीलाई सजिलै दिउँ क्या यस्तरी नै भयो क्या अन्त यता छेउमा बस कानमा पनि परेर बाबा छिटो जस्तो छ भट्टाभरि खाँदै हेर पारै अब पैसा खै नानी घरमा
đi nào Nó sao có thể cái mâm không có bên đó nó không có tài này. अनि छोडेर खाँदैन अन्त त्यो कचौडा पनि बोक्दैन त्यो चम्चा nào सबैले आए अनि यसमा त हुन्छ नि हो जाला त रिटो फोन गर्दा नि त्यो छोड्दैन कान्छ कस्तो चम्चाले रुममा छोड्यो हेर्नु नि यसो बटालेर म जस्तो दामी ए अहिले खान नपाएर होला नि त्यो फ्यान अलिकति साइडमा राख्नु धेरै होला देख्यो कि यता क्यामेरा एउटा कपी लिएर ल कफी क्याप के भयो अब त रुँदैन होला है धेरै पेट दुख्छ अलिअलि मात्र अरू त चिने नचिने नि म त चिने टीका धेर लाउनु पर्दैन खुवाउनु पर्दैन किन आजको दिन त हो नि आज लाग्दै भोलि बसी खान्छ नि धेरै भागीमा हुनुहोस् जहाँ गएर हामीलाई बोलाउनुहोस् उतै गर्छौँ ल हामी उता जानु सक्दैन साइकल सिकिरा खान
घुँडा त कि मोबाइल पनि फोटो खिच्न नातिनीको पास मिला कसले हाले मोबाइल चाहिँ निदाउला अलिअलि हाल्यो त त्यही भएर झगडा गरेर सुत्यो भने ट्याक्क सुताइदिनु आधुवाले हो Ngapa खाइदिहाल्यो नि दिदी खाइहाल्नु नानीको कराइदेऊ नानीको खोइ ड्याडी आउनु भयो नि त यी प्याले चाहिँ पुड्छ भन्नुभएको साइले पुग्छ कि मम्मी तपाईँ बस्नुको मम्मीले दिइहाल्नुहुन्छ दे बहाल पार्दै म त हिजो आज उभिएर अङ्कल ए सही हो जोले जाको छैन हमरा जान्छ हामी मन्दिर गएर लगायौँ मन्दिर त मन्दिर जाँदा लगाएको रहेछ किन लैजा क्यामेराम्यान ओके दिदी यता क्यामेराम्यान नातिनी र पनातिनी नातिनीलाई पनातिनी अन्त कहाँ अलि कोटे खोल्नु आयो त अरे काट्नु आउँदै के म त नपनातिलाई कोटीलाई मेरो प्लास्टिकको बाटो आयो अलिकति नानी त्यो अलिकति बाहिर लगाएको छ कति छ त्यसरी बाबा हेर्न लैजा त स्वाद लिन्छ फेरि दिदीलाई भिना छोड्यो भन्दा अब धेरै छैन असार साउन 2 महिना के छ आलु का धामा कहाँ जानु ठिक छ
खैदीको रुख पनि भइहाल्यो त हो बाह्र न त्यो रुमाल छ पुग्थ्यो न होइन जुठो भने यसको त नखिचे नि हुन्छ धेरै भइसक्यो खिचिदिहाल्यो मिस्टेक डिलिट हाल्नु न भएन नि त्यसलाई चल्छ रे थोरै खानु न नानी भयो अहिले रोयो भने फेरि मनिका कसले बोलाउनु ज्वाइँ छैन आज पहिले ल मलाई चाहिँ कसैले ल्याइदिनु त्यो मेरो छोरीको बुझिँदा उठ्छ कि त्यहाँ पुजारी दा पुजारी भर्खर आइके मनी बस या खुट्टा थापेर छोरी त्यो त काम फेरि तेरो पापा त तेरो अनुहार त देखेन हो हो फेरि ढोक्नु अनि ढोक्के गर्छु त्यसलाई नाइन तेरो पास तेरो खर्च फोटो खिचिरहने क्यामेरामा हेर्दैन अनि क्यामेरामा हेर्दैन ल ल ल त्यहाँ त्यो सलादको बाल्टिन छ त्यहाँ हुन्छ यसो दिनुपर्छ सबै मलाई भनेको खोइ बाबुहरू खोइ त दिदी रवि ए छोरा नि देख्नु भयो चस्मा त थाहा छैन